हेलो यार, नमस्ते सबैजनालाई। म हो झलक ओली यानि कि आरजी भलक। आज चाहिँ म अब बिहान उठेर अब खानासाना बनाएर स्कुल जाने तयारीमा छु। अब जान लागिसक्यो भनौँ। ब्याग स्याग भिजेर अब पानी लगाउनु पर्ने हुन्छ। के छ, सबैजना सन्चै हुनुहुन्छ होला होइन? म पनि एकदमै सन्चै छु। यसो कमेन्ट गर्दै गर्नु होला होइन, के छ हजुरहरूलाई, कस्तो छ भनेर। बिहानै उठेर होइन, अब कति 8:30 भइसक्यो। यस्तो घाम लागेको छ, अब बाहिरको मौसम यस्तो छ। अब जानुपर्ने हुन्छ पढ्यो। कोनिचिवा। अब जानुपर्ने हुन्छ नि, तल साइकल पार्किङ छ, साइकलमा जानुपर्ने हुन्छ। कहाँबाट हेर्नुहुन्छ भिडियो कमेन्ट गर्नु होला। साइकल चाहिँ यहीँ छ। आज साइकलमा जाँदैछु यसको होइन, कुनै दिन बाइक चढेर जानुपर्छ, बाइक चढ्ने सपना छ। ल म अब गएको गएर पनि अब आइसक्यो। गएकोमा अब भिडियो बनाउनु मिल्दैन, अब हिँड्दाखेरि पनि अब साइकलमा भइन्छ, भिडियो बनाउनु सकेन। अब गएकोबाट आएर अब काम छैन, अब यत्तिकै यसो बाहिरतिर जान्ला छैन। त्यही हो, अब यस्तै छ अब जापानको लाइफ। स्कुल गयो आयो, खाना खायो, अब काम भएको दिन काम गयो, कामबाट आयो सुत्यो, त्यस्तै छ। ल भ्युज त कस्तो बबाल देखिरहेको त होइन। अनि यसमा चाहिँ अलिकति राम्रो भिडियो राम्रो निकाल्ने, क्वालिटी राम्रो निकाल्ने एउटा होइन राम्रो फोन अथवा कुनै क्यामेरा भइदिएको भए होइन, कस्तो हुन्छ नि त, एउटा सपना हुन्छ नि त। मिडल क्लास फ्यामिलीबाट भइदिएको होइन, एउटा राम्रो क्वालिटीबाट भिडियो बनाऊँ भन्ने नि सपना हुन्छ नि त। अब अलिकति आफ्नो सपना पुरा गर्नलाई म त्यही बाटोमा हिँडिरहेको छु होइन। अब एक दिन सपना पुरा कसो नहोला र, भाग्यमै नलेखेर आएको भए त अब के नै भन्न सक्छु र म होइन। नत्र भने चाहिँ म त्यो बाटोमा हिँडिराख्ने छु। आफ्नो सपना म जबसम्म म जिउँदो रहन्छु नि, जबसम्म म मर्दैन नि, म मेरो सपना पनि मर्न दिँदैन कि। म त्यो सपना हिँडिरहेको छु। एक दिन पुरा होला नि त, म त्यो सपना पुरा गरेर छोड्नेछु। अहिले म यो साइकलमा चढेर होइन भ्लग गरिरहेको छु। साइकलमा चढेर एक दिन यसरी नै बाइकमा बसेर भ्लगिङ गर्न मन छ मलाई। बाइकमा राइड गर्दै भिडियो बनाउँदै अनि हजुरहरूलाई देखाउन मन छ कि मलाई। सपना हो नि त मेरो। एक दिन पुरा गरौँला। मेरो सपना भनेको एमआरपी दाई जस्तै त बन्न नसक्ला। एमआरपी दाईबाट केही सिकेर चाहिँ म अलिकति अगाडि बढ्न चाहन्छु कि आफ्नै पहिचान दिन चाहन्छु म। मेरो सपना त्यो हो। तर अहिले चाहिँ म त्यो सपना पुरा अलिकति पैसा त चाहिन्छ नि त। अब बाइक किन्नु पऱ्यो होइन, क्यामेरा पैसा चाहिन्छ। अब म त्यो आफ्नो सपना अब अलिकति पछि सारेर म अब पैसा कमाउनु भनेर पनि म परदेशीको छु अहिले, विदेश आएको छु। केही वर्षमा अब नेपाल फर्केर चाहिँ म त्यो सपना पुरा गर्ने सोच्नु छु। त्यो सपना 2-3 वर्ष ट्राई गर्छु। 2-3 वर्ष त्यो बाटोमा हिँडिरहेको छु। 2-3 वर्षमा पनि अब अलिकति हुन्छ नि त, मैले भ्युरहरू पाएन, फलोवर्सहरू पाएन, सब्सक्राइबहरू पाएन भने पनि त्यसपछि अब छुट्टी बाटो रोज्नु पर्ने हुन्छ। त्यो सपना छोड्दैन, तर त्यो सपना सँगसँगै अर्को बाटो पनि रोज्नु पर्ने हुन्छ। त्यसलाई साइडमा राखेको। तर म त्यो सपना चाहिँ म कहिले पनि छोड्नेवाला छैन कि। यदि एमआरपी दाई जस्तै बन्छु भन्न त म सक्दैन, तर उहाँबाट केही सिक्दैछु। उहाँबाट केही सिकेर उहाँले हरेक कुरामा, हरेक भिडियोमा केही न केही भनिराख्नु भएको हुन्छ। उहाँबाट सिकेर चाहिँ म अलिकति केही बन्न चाहन्छु। अहिले साइकलमाबाट भिडियो बनाउँदैछु होइन। एक दिन बाइक चढ्ने सपना छ कि, बाइकसम्म चढ्ने सपना छ। त्यो सपना पुरा गर्नको लागि चाहिँ हजुरहरूको साथ सपोर्ट चाहिन्छ मलाई। केही छैन, अहिले 1-2 भ्युज, 10-20 भ्युज, 10-15 भ्युज आउँछ। सब्सक्राइब पनि छैन, 20-30 सब्सक्राइब छ होइन। कुनै दिन बनाउला नि भन्ने सपना छ। हजुरहरूले साथ सपोर्ट माया देखाइदिनु होला, त्यो सपना पनि छिट्टै पुरा हुन्छ।